विक्रम सम्वत 2040 साल। माया एउटा साधारण परिवारकी जेठी छोरी। 3 दाजु, 1 भाइ र 2 बहिनी बीच हुर्किएकी। जहाँ जीवन सरल थियो तर सजिलो कहिल्यै थिएन। बुवा आरनको काम गर्नुहुन्थ्यो। दाजुहरू आफ्नो जीवनमा व्यस्त। घरमा थियो सङ्घर्ष, जिम्मेवारी र मौन पीडा। घरभित्र पनि सबै कुरा शान्त थिएन। सम्बन्धहरूमा दूरी थियो। तर माया भने सधैँ चुपचाप सबै सहन्थी। उनीलाई पनि पढ्न मन थियो। तर त्यो समय छोरीहरूका लागि सपनाभन्दा जिम्मेवारी ठूलो हुन्थ्यो। हरेक बिहान साथीहरूसँग जङ्गलको यात्रा, दाउ, बन्चरो, हँसिया बोकेर। सङ्घर्षलाई पनि रमाइलो बनाउने उनीहरूको आफ्नै तरिका थियो। दिनभर दाउरा खोज्ने, गीत गाउने, हाँसो बाँड्ने। त्यही जङ्गलमा उनीहरूले आफ्नो सानो संसार बनाएका थिए। साँझ पर्दा दाउराको भारीसँगै फर्किने उनीहरू। थकान थियो तर जीवन अघि बढाउने हिम्मत पनि। यो कथा हो मायाको, त्यो केटीको जसको काँधमा सधैँ दाउराको भारी हुन्थ्यो तर मनमा कहिल्यै हार थिएन। तर उसले कहिल्यै गुनासो गरिन, किनकि उसको सपना ठूलो थियो। एक दिन म यो भारीबाट होइन, मेरो मेहनतबाट संसार बदल्छु।